तपाईहरुले घर घर गएर भन्दै गर्दा यदि कसैले तपाईलाई भन्छ यो पटक म पुरानो पार्टीलाई भोट दिन्न म नयाँलाई दिन्छु भन्छ भने तपाई एकछिन अडिएर उलाई एउटा कुरा सोध्नुस् पुरानो र नयाँको परिभाषा के हो प्रत्येक कुरा पहिला नयाँ हुन्छ समयक्रममा त्यो पुरानो हुन्छ पुरानो र नयाँको बीचको भेद के हो तपाईले त्यहाँ अडिएर प्रश्न गर्नुपर्छ यदि नयाँ नै खोजेको हो भने आजको दिनमा फागुन 21 गते चुनावको मैदानमा आउँदै गर्दा नेपालको सबैभन्दा नयाँ पार्टी माघ 6 गते अधिवेशन गरेर गगन थापालाई सभापति बनाएर आएको पार्टी कांग्रेस नेपालको सबैभन्दा नयाँ पार्टी हो यो भन्दा नयाँ पार्टी कुन चाहिँ छ यो भन्दा नयाँ पार्टी कुन चाहिँ छ किनकि नयाँ भनेको मैले अघि भने नयाँ भनेको अनुहार नयाँ होइन यो बदलेर आएको पार्टी पार्टीहरु रातारात जम्मा एउटा प्रयोजनको लागि हिजोसम्म दायाँ र बायाँ फर्केको मान्छे जम्मा एउटा प्रयोजन गरेर एक ठाउँमा आएको छ त्यो जम्मा एउटा उद्देश्य छ चुनाव जित्ने हो त्यही हो नयाँको परिभाषा चुनाव जित्नको लागि जो कांग्रेस छोडेर आएको मान्छे पनि भयो एमाले छोडेर आएको मान्छे भए पनि भयो माओवादी छोडेर आएको मान्छे भए पनि भयो कुनै नयाँको परिभाषा के हो नयाँको परिभाषा भनेको चुनाव जित्नु मात्रै हो चुनाव दियो माओवादीले पनि जित्यो नि नयाँ भएर जित्यो तर त्यो होइन नि त कमिटमेन्ट के हो दृष्टिकोण के हो यो प्रश्न तपाईहरुले घर घर लिएर जानुपर्छ नयाँ खोजेको पनि यो कांग्रेस नयाँ हो पुरानो होइन बदलेको कांग्रेस तपाईहरुले घर घर गएर बताउनु पर्छ यो कांग्रेसले देश सम्हाल्छ तपाईहरुले घर घर गएर बताउनु पर्छ देश सम्हाल्ने शक्ति चाहिएको छ आगो लाउन बडो सजिलो हुन्छ भाद्र 24 गते लाग्यो त एकै दिनमा के बाँकी छ खरानी भएको छ तर बनाउनलाई सुझबुझ भएको शक्ति चाहिन्छ बनाउनलाई होसमा काम गर्ने शक्ति चाहिन्छ बनाउनलाई सम्हाल्ने शक्ति चाहिन्छ धैर्यता चाहिन्छ चेतना चाहिन्छ यो कांग्रेससँग त्यो ऊर्जा पनि छ यो कांग्रेससँग आँखामा सपना पनि छ पेटमा भोक पनि छ आगो पनि छ यसले सम्हाल्छ यो कुरा तपाईहरुले घर घर गएर बताउनु पर्छ